हेलो एभ्रिवान। हाम्रोतिर चाहिँ यस्तो चाहिँ मकैहरू फलेर रे मकैहरू घुरेर एकदम रमाइलो छ। आज चाहिँ एकदम घाम लागेर है यस्तो भएको छ। अनि यस्तो छ मौसम चाहिँ यस्तो छ। आज हाम्रोतिरको मौसम चाहिँ टिप्टीको लागि यस्तो छ। यस्तो हुँदो रहेछ। घाम लाग्छ नमिठो घाम लाग्छ है। हेलो, म चाहिँ दोकानबाट दोकानको लागि मिठाई लिएर आएको छु है। अनि त्यस्तो हुन्छ। कस्तो घाम लाग्छ भने नि बाफरे। घामको लागि चाहिँ हाम्रो गाउँमा चाहिँ पत्याउनु पर्छ। मेरो गाउँघर चाहिँ यस्तो छ। तपाईँहरूलाई के कसो लाग्छ? हाम्रो गाउँघर चाहिँ यस्तो छ। नेट चाहिँ एकदम स्लो छ है। कस्तो साह्रो पर्छ। मकै यसरी फल्छ, फलाउनुपर्छ। Oh goodness, what happened? भोलि पनि यसरी घाम लाग्यो भने चाहिँ एकदम बेटर हुन्थ्यो। किन भन्दा भोलि चाहिँ हाम्रो गाउँमा शादी छ, बिहा छ। बिहाको लागि चाहिँ यस्तो हुनु चाहिँ एकदम आवश्यकता थियो। तर अहिलेको मौसम है, कोही बेला गरम हुन्छ, कोही बेला जाडो हुन्छ, भन्नु पनि सकिँदैन के भन्नु है। तल भनेर चाहिँ हाम्रो स्कुल हो। यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ तपाईँले। यो चाहिँ कहाँको प्लेस होला कमेन्ट्स गर्नुहोस् ल। तपाईँलाई याद छ भने यो कहाँको होला है।